र आज पनि यहाँलाई म विवाह मन्दिरमा विवाह हुँदै गरेको दृश्य देखाउँछु। दानबाट आउनुहुने पोषण विक र निरुता सुनवार बीच पाथिभरा मन्दिरमा विवाह बन्धनमा जोडिँदै हुनुहुन्छ। यहाँलाई दाम्पत्य जीवनको हार्दिक शुभकामना। श्रद्धालु भक्तजन र पाथिभरा देवीलाई साक्षी राखेर माला लगाइदिँदै हुनुहुन्छ। यहाँ चाहिँ विवाहको यसरी जोडी बाँधिने चाहिँ धेरै बढ्न थाल्यो। सबैजना धेरैजनाले आएर पाथिभरा मन्दिरमै विवाह बन्धनमा बाँधिएर जान थाल्नुभयो। एकदम खुसी लाग्छ। भगवान र श्रद्धालु भक्तजन साँची राखेर मन्दिरमा विवाह हुन थालेको एकदम यो चाहिँ सङ्ख्या बढ्न थाल्यो है पाथिभरा मन्दिरमा। यहाँ सबैजनालाई पाथिभरा मन्दिरबाट विवाहको दृश्य श्रद्धालु भक्तजनहरू र पाथिभरा देवीको दृश्य देखाउँदै यहाँ सबैजनालाई नमस्कार र उहाँहरूलाई दाम्पत्य जीवनको शुभकामना पनि। यहाँको अबको जीवन यात्रा सुखमय रहोस्।